सबैजनालाई नमस्कार। म सञ्जीव कार्की। आज म तपाईहरुलाई फेसबुक मेसेन्जरमा डिलिट गरेको मेसेजलाई पुनः हेर्ने तरिका सिकाउने छु। हो, तपाईले एकदम सही सुन्नुभयो। यदि तपाईले कुनै पनि डिलिट गरेको मेसेज हेर्न चाहनु भएको छ अथवा त्यसलाई रिकभर गर्न चाहनु भएको छ भने आजको यो भिडियो हेरिसकेपछि तपाईले एकदम सजिलैसँग चाहिँ हेर्न सक्नुहुनेछ। अब म सरासर भिडियोमा नै प्रवेश गरेर बाँकी कुराहरु तपाईलाई सिकाउने छु। तरिका एकदमै सजिलो रहेको छ साथीहरु। तपाईहरु यदि सर्मेट युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ अब आउने दिनहरुमा यस्तै इन्फर्मेटिभ भिडियोहरु प्राप्त गर्नको लागि यस युट्युब च्यानललाई अनिवार्य सब्स्क्राइब गर्नु होला अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अल मा दबाउनुस् जसले गर्दा यस च्यानलमा अपलोड हुने हरेक भिडियोहरु चाहिँ सजिलैसँग प्राप्त गर्न सक्नुहुनेछ। साथै सबैजनाले भिडियोलाई पनि एक लाइक गरिदिनुस्। ओके, अब त्यसको लागि चाहिँ तपाईले के गर्ने भने सबैभन्दा सुरुमा चाहिँ तपाईले फेसबुक खोल्नु पर्यो। जस्तै यहाँनेरि म फेसबुक खोलिरहेको छु। यसरी तपाईले फेसबुक खोलिसकेपछि तपाईको यतापटि देख्न सक्नुहुनेछ यहाँनेरि प्रोफाइलको आइकन देख्न सक्नुहुनेछ। आफ्नो यो प्रोफाइलमा जानु पर्यो। यसरी प्रोफाइलमा गएपछि तपाई यसको सबैभन्दा लास्टमा जानुस्। यहाँनेरि तपाईले देख्न सक्नुहुनेछ सेटिङ एन्ड प्राइभेसी रहेको छ। सो तपाईले यो सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि सुरुमै रहेको छ सेटिङ, यो सेटिङमा क्लिक गर्नुस्। सेटिङमा क्लिक गरिसकेपछि तपाईले यहाँनेरि फर्स्टमा देख्न सक्नुहुनेछ यहाँनेरि यो पर्सनल इन्फर्मेसन, पासवर्ड एन्ड सेक्युरिटी भन्ने कुराहरु देखाउँछ। तपाईले अब यसमा क्लिक गर्नुस्। यहाँनेरि क्लिक गरिसकेपछि तपाईले यहाँ थोरै तलतिर देख्न सक्नुहुनेछ यहाँनेरि भनेको छ योर इन्फर्मेसन एन्ड परमिसन भनेको छ। यहाँ तलतिर यहाँ देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुस्। अब यसमा क्लिक गरिसकेपछि यतापटि देख्न सक्नुहुनेछ डाउनलोड योर इन्फर्मेसन भनेको छ। अब तपाईले यसमा टच गर्नुस्। यहाँ टच गरिसकेपछि तपाईकोमा अब यस्तो खालको आइकन आउँछ, देख्न सक्नुहुनेछ। अब यहाँनेरि छ डाउनलोड अर ट्रान्सफर इन्फर्मेसन भनेको छ। सो तपाईले अब यसमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईले अब यस्तो खालको आइकन देख्न सक्नुहुनेछ। यहाँनेरि तपाईको जुन प्रोफाइल त्यसैगरी पेजहरु विभिन्न कुराहरु देखाइदिन्छ। तपाईले केको चाहिँ डाउनलोड गर्न चाहने हो। जस्तै मैले यो मेरो सञ्जीव कार्की भन्ने फेसबुकको चाहिँ डाउनलोड गर्न चाहेको कारणले गर्दाखेरि म यसमा टिक लाउँछु। यहाँनेरि तपाईले टिक लाउनु पर्यो। यति गरिसकेपछि तल नेक्स्ट रहेको छ, नेक्स्टमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ स्पेसिफिक टाइप अफ इन्फर्मेसन भनेको छ। यहाँ तलतिर यसमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईकोमा यस्तो खालको आइकन आउँछ। अब तपाईले यहाँनेरि देख्न सक्नुहुनेछ मेसेज भन्ने छ। यो मेसेजको यतापटि देख्न सक्नुहुनेछ। यहाँ टिक लाउनुस् यो बक्समा। यहाँ टिक लगाएपछि यहाँ लास्टमा नेक्स्ट छ, नेक्स्टमा क्लिक गर्नुस्। यति गरिसकेपछि यहाँनेरि आउँछ डाउनलोड टु डिभाइस भनेको छ। अब तपाईले यो डाउनलोड टु डिभाइसमा क्लिक गर्नुस्। यति गरिसकेपछि तपाईले अब यस्तो खालको आइकन देख्न सक्नुहुनेछ। यहाँनेरि डेट रेन्ज भनेको छ। तपाईले कहिलेदेखिको डाउनलोड गर्ने भनेर सोधेको हो यो। तपाईले यसमा क्लिक गर्ने र कहिलेदेखिको डाउनलोड गर्ने त्यसमा क्लिक गर्ने। जस्तै तपाईले लास्ट विक, लास्ट मन्थ, लास्ट 3 मन्थ भनेर यहाँ विभिन्न अप्सनहरु छ। सो मैले यहाँनेरि लास्ट विकमा क्लिक गरे। तपाईले कहिलेसम्मको डाउनलोड गरे त्यसमा क्लिक गर्न सक्नुहुनेछ। यति गरिसकेपछि यहाँनेरि लास्टमा रहेको छ सेभमा क्लिक गर्नुस्। अब यहाँदेखि तलतिर रहेको छ तपाईको इमेल आइडी देखाउँछ। त्यसपछि तपाईको यो अन्य सम्पूर्ण कुराहरु देखाउँछ। अब तपाईले यहाँ अरु केही गर्नु पर्दैन। यहाँनेरि तलतिर लास्टमा क्रिएट फाइल भनेको छ, यसमा टच गरिदिनुस्। यति गर्नेबित्तिकै तपाईहरुकोमा अब फाइल बन्न सुरु हुने गर्दछ। अब तपाईले यति गरिसकेपछि तपाईकोमा यहाँनेरि अब यस्तो खालको देखाउनेछ, देख्न सक्नुहुनेछ। यहाँनेरि इन प्रोग्रेस भनेको छ र यहाँनेरि अब बन्न सुरु भएको छ। अब यो बन्न सुरु भएपछि तपाईले कम्तीमा पनि लगभग 24 आवर जति चाहिँ वेट गर्नुपर्ने छ साथीहरु। अब त्यति गरेपछि के हुन्छ म तपाईलाई यहाँनेरि सिकाउँछु, हेर्नुहोस्। अब तपाईले यसरी केही समय वेट गरेपछि तपाईकोमा यहाँनेरि फेसबुकमा आफै नोटिफिकेसन आउँछ। यो नोटिफिकेसन भन्ने ठाउँमा तपाईकोमा नोटिफिकेसन आउँछ। तपाईले यहाँनेरि क्लिक गर्नुभयो भने तपाईकोमा चाहिँ यहाँनेरि देख्न सक्नुहुनेछ यसरी आउँछ है। तपाईको फाइल चाहिँ रेडी भयो, अब डाउनलोड गर्न सक्नुहुनेछ र यो फाइल चाहिँ तपाईले 24 आवर्स भित्रमा डाउनलोड गर्नु होला भनेर चाहिँ यसरी तपाईलाई यहाँ जानकारी गराइन्छ। सो तपाईले अब यो नोटिफिकेसनमा क्लिक गर्नु पर्यो। यसमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाई ठ्याक्कै अघि हामी जहाँ थियौ त्यही ठाउँमा पुर्याइदिनेछ। अर्थात तपाईले अब डाउनलोड गर्न सक्नुहुनेछ यो ठाउँमा पुगेर। अब यहाँनेरि देख्न सक्नुहुनेछ तपाईले यहाँ डाउनलोड भन्ने अप्सन छ। सो तपाईले यहाँ डाउनलोडमा क्लिक गर्नुस्। अब यसमा क्लिक गरिसकेपछि तपाईकोमा यहाँनेरि अब पासवर्ड भनेर माग्छ। सो अब तपाईले यहाँनेरि आफ्नो फेसबुकको पासवर्ड हाल्नुस्। त्यसपछि कन्टिन्युमा क्लिक गर्नुस्। र साथीहरु यदि तपाईहरुलाई फेसबुकको पासवर्ड थाहा छैन भने अथवा बिर्सिसक्नु भयो भने तपाईहरुसँग फोन नम्बरहरु पनि छैन भने अथवा केही पनि छैन भने चाहिँ कसरी फेसबुकको पासवर्ड पत्ता लगाउन सकिन्छ भन्ने विषयको मैले भिडियो बनाइसकेको छु। उक्त भिडियोमा चाहिँ मैले 4 वटा एकदम दामी तरिकाबाट सिकाएको छु। एउटा न एउटा तरिकाबाट त भइ नै हाल्छ। सो तपाईले उक्त भिडियो चाहिँ यहाँनेरि माथि हेर्नुस्। यो आई आइकनमा क्लिक गरे पनि हेर्न सक्नुहुनेछ अथवा यस भिडियोको डिस्क्रिप्सनमा पनि म लिंक राखिदिने छु, त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। सो अब तपाईले यहाँनेरि यसरी पासवर्ड राखिसकेपछि यहाँनेरि कन्टिन्युमा क्लिक गर्ने। तपाईले यसरी कन्टिन्युमा क्लिक गरिसकेपछि यहाँनेरि तपाईकोमा अब लास्टमा विभिन्न ब्राउजरहरुको नाम देखाउन सक्छ। सो तपाईले क्रोममा क्लिक गर्नुस्। यति गरेपछि देख्न सक्नुहुनेछ अब हाम्रो फाइल यहाँनेरि डाउनलोड हुन सुरु भइसकेको छ। अब यसरी फाइल डाउनलोड भएपछि हामीले अब यसलाई कसरी हेर्ने भन्दाखेरि चाहिँ यसलाई हेर्नको लागि पनि केही तरिका चाहिन्छ साथीहरु।
त्यसको लागि चाहिँ तपाईँले के गर्नुहोस् भने यसलाई यहीँ छोडिदिनुहोस्। तपाईँ आफ्नो मोबाइलमा गुगल प्ले स्टोर खोल्नुहोस्। यहाँनिर म गुगल प्ले स्टोर खोल्दैछु। यहाँनिर हामीले एउटा एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। यसरी प्ले स्टोर खोलिसकेपछि माथि सर्च गर्ने ठाउँमा जानुहोस् र तपाईँले HTMLVIEWER भनेर चाहिँ यसरी HTML भ्युअर भनेर सर्च गर्नुहोस्। त्यस पछाडि तपाईँले यस्तो खालको आइकन भएको यहाँनिर एप्स पाउन सक्नुहुनेछ। त्यसको यतापट्टि तपाईँको इन्स्टल देखाउँछ। सो तपाईँले त्यहाँ क्लिक गर्नुहोस् र इन्स्टल गर्नुहोस्। मैले चाहिँ अलरेडी इन्स्टल गरेको कारण ओपन देखायो। सो म ओपनमा क्लिक गर्छु। तपाईँले नि सुरुमा इन्स्टल गर्ने, त्यस पछाडि ओपन गर्ने। देख्न सक्नुहुनेछ हाम्रोमा यो HTML भ्युअर भन्ने एप्स पनि अब इन्स्टल भएर ओपन भइसकेको छ। यसलाई केही नगरिदिनुहोस्। अब तपाईँ यहाँबाट ब्याक हुनुहोस्। अब मेसेज चाहिँ कसरी हेर्ने भन्दाखेरि अब तपाईँ अघि जसरी पुनः आफ्नो मोबाइलमा क्रोम खोल्नुहोस्। क्रोम ब्राउजर खोल्नुहोस्। क्रोम ब्राउजर खोलिसकेपछि तपाईँले अहिलेको डाउनलोड भएको मेसेजलाई हेर्नुपर्ने हुन्छ। सो त्यसको लागि तपाईँले यतापट्टि तीनवटा थोप्रामा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि तपाईँले यहाँनिर डाउनलोडको अप्सन देख्न सक्नुहुनेछ। यो डाउनलोडको अप्सनमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाईँकोमा यहाँनिर सबैभन्दा माथि नै देखाउँछ भर्खरै डाउनलोड गरेको कुरा। सो तपाईँले यो माथिकैमा यहाँनिर क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि तपाईँले यहाँनिर तलतिर माई फाइल अथवा फाइल म्यानेजर के आउँछ त्यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँकोमा यहाँनिर यदि एक्सट्र्याक्ट फाइल भनेर आयो भने एक्सट्र्याक्ट फाइलमा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँनिर नाम राख्नुहोस् भनेको छ। अब तपाईँले के नाम राख्ने हो त्यो नाम यहाँनिर लेख्न सक्नुहुनेछ। जस्तै मैले यसलाई AABBCC भनेर राखेँ। कुनै पनि एउटा जुनसुकै नाम राख्न सक्नुहुनेछ। यो नामको एउटा फाइल बन्छ र त्यो फाइलभित्र तपाईँको मेसेजहरू बस्ने हुन्छ। सो अब यति गरेपछि तपाईँले यहाँनिर तलतिर देख्न सक्नुहुनेछ ओके भनेको छ। यो ओकेमा टच गर्नुहोस्। यति गर्ने बित्तिकै तपाईँको अब फाइल एक्सट्र्याक्ट भइसकेको छ। अब यसलाई हेर्नको लागि चाहिँ तपाईँले के गर्नुहोस् भने यसलाई ब्याक गर्नुहोस्, कटाइदिनुहोस्। त्यस पछाडि तपाईँ अब आफ्नो मोबाइलमा माई फाइल अथवा तपाईँले फाइल म्यानेजर भन्ने एप्स खोल्नुहोस्। जस्तै मेरोमा अहिले माई फाइल भन्ने छ। यो एप्स खोलेपछि तपाईँकोमा यहाँनिर यस्तो खालको आइकन आउँछ अथवा कसैकोमा इन्टरनल मेमोरी भन्ने पनि आउँछ। सो तपाईँले त्यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि थोरै तल सार्नुहोस्। तपाईँकोमा यहाँनिर डाउनलोड भन्ने अप्सन आउँछ। अब यहाँ क्लिक गरेपछि तपाईँकोमा अघि तपाईँले जुन नाम गरेर फाइल बनाउनु भएको थियो त्यो नामको फाइल चाहिँ यहाँनिर देखाउने गर्दछ। सो मैले अघि यहाँनिर AABBCC भनेर बनाएको थिएँ। अब म यसमा क्लिक गर्छु। तपाईँले पनि आफ्नो उक्त फाइलमा क्लिक गर्ने। यति गरिसकेपछि तपाईँकोमा अब यस्तो खालको आइकन आउँछ। यहाँनिर तपाईँले अब योर फेसबुक एक्टिभिटी भन्ने देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि मेसेज भन्ने आइकन छ। यो मेसेज भन्ने आइकनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईँले यहाँनिर इनबक्स भन्ने देख्न सक्नुहुनेछ। इनबक्समा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाईँले उक्त समयमा जति पनि व्यक्तिहरूसँग च्याट गर्नुभएको थियो त्यो सबै व्यक्तिहरूको नाम यहाँ देखाउँछ। अब कसको मेसेज हेर्ने हो त्यसमा टक टक क्लिक गर्दै हेर्न सक्नुहुनेछ। जस्तै मैले यो फर्स्टकै नाममा क्लिक गरेँ। यहाँ अर्जुन खत्री भन्ने नाम छ। सो अब तपाईँले यहाँ क्लिक गरिसकेपछि यहाँनिर मेसेज भन्ने छ। यसमा क्लिक गर्नुहोस्। अनि यहाँनिर HTML भ्युअर छ। अब यस HTML भ्युअरमा क्लिक गर्ने बित्तिकै यहाँनिर तपाईँकोमा डिटेल रूपमा सबै मेसेजहरू आउँछ र तपाईँले सुरुमा जुन टाइम छनौट गर्ने थियो त्यो छनौट गर्ने टाइममा चाहिँ तपाईँले जहिलेसम्मको हाल्नु भएको छ त्यो बेलासम्मको चाहिँ सम्पूर्ण मेसेजहरू यहाँनिर तपाईँकोमा सर सबै कुरा आउने गर्दछ। ओके साथीहरू, मलाई आशा छ तपाईँहरूले आजको यो भिडियोबाट महत्त्वपूर्ण जानकारी सिकिसक्नु भएको छ। भिडियोलाई सबैजनाले एक लाइक गरिदिनुहोस्। साथै अब आउने दिनहरूमा यस्तै अन्य महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्नको लागि यस सनवेट युट्युब च्यानलमा पनि सब्स्क्राइब गर्नुहोस्। अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्। जसले गर्दा यस च्यानलमा अपलोड हुने हरेक भिडियोहरू एकदम सजिलैसँग प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद।